आएको छु। आज मेरो छुट्टी थियो, त्यही भएर यहाँ पेभिलियनतिर आएको थियो। घुम्नु आइरहेको थिएँ अनि यहाँ हुन्छ हाम्रो साथी भाइ हो, नाम चाहिँ अनि यता हुन्छ हाम्रो रात्रि। मैम वेरी गुड कहना क्या चाहते हो? अनि कति सपिङ शपिङ त यस्तो भइरहेको छ कि पैसा त चटचुट भइसक्यो। मान्छेको भिड चाहिँ धेरै मान्छेको भिड लाग्ने त्यही हो। आज यता हाम्रो सरको जाने त्यही भएर सपिङ गर्नु आएको छु पेभिलियनतिर। अर्को महिनाको फ्लाइट छ, अर्को महिना यो महिना यो महिना लाग्छ। मेलाको लास्ट हो कति तारिक? अब के सपिङ गर्नुपर्ने छ बाँकी? यसो पेभिलियनतिर जाउँ न, मेरो घुमेर लागेको छ। र अब चाहिँ म देखाउन जाँदैछु अगाडिको नजारा। चलो यहाँ हेर्नु सक्नुहुन्छ यहाँको भिडभाड है। हामी चाहिँ अगाडि बढ्दैछौँ। बने रहे मेरे छोटा सा मिनी ब्लॉक में। बन्द गर्छु म। यता पनि मान्छेको भिड लागिरहेछ। सो यता पनि हेर्नु सक्नुहुन्छ गाडीहरू आइरहेछ। अब हामीले क्रस गर्ने हुनुपर्छ, बाटो क्रस। चलो पछाडि गएर बजार देखाउनु यहाँ फोटो खिच्ने मान्छेहरू पनि टन्नै भइरहेको छ। यहाँनिर सल्टिनी फेरिको अति हेर्नु त लु तरिकाको हुन्छ। सल्टिनीहरू चाहिँ छुँदाखेरि दाग लाग्दो खालको, तर छुनु चाहिँ मिल्दैन है गाइस। सरी 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 छुयो भने गयो फेरि। उसले फेरि कपडातिर हेरिरहेछ आँखा चाहिँ। कहाँ सपिङ गर्नु जाने? अब उता घुम्न जाऊँ न। ट्रेन जाँदैछ यहाँ मेट्रो। आज चाहिँ यसरी नै छ हाम्रो भेटघाट साथीहरूसँग होइन। आज चाहिँ बिहान नै निस्केको रुमबाट साथीको बजार गर्नुको लागि, सपिङ गर्नुको लागि। त्यही भएर हामीले चाहिँ लेट भन्छ आज रुम जानु। मैले पनि एउटा सानो सामान त किनेको छु, भरे देखाउँछु है। यहाँ हेर्नुहुन्छ पण्डा, हाम्रो पण्डाज्यू। पण्डा कहाँ जाने? कुन मलतिर बस्ने? कता कता के छ रे त भन्नु मेरो सोचाइ हो। सो अगाडिको नजरा मात्रै कति हेर्छौ? अब चाहिँ मलाई पनि हेर्दै गर्नु है। अगाडिको नजरा हेर्नु। यहाँ आइसक्रिम खाने हो? आइसक्रिम छ है यहाँनिर, ठुलो एउटा आइसक्रिम। यहाँनिर बच्चालाई रमिता गराउँदैछ।
पस्ने बेबले मल पस्ने यता जाऊँ न त्यही भन्दै आजबाट बेबिलियन मलमा यहाँ छ अगाडि देख्नु छ ये रहा हम लोग का पेविलियन मॉल। अभी ये मॉल पे घुसेंगे तो देखेंगे कुछ खरीदेंगे। सो आप लोग बने रहे थे मेरे छोटे से लोग पे। रोड क्रस हुनुको लागि चाहिँ यहाँ फेरि रहेछ हेर्नु सक्नुहुन्छ। यता दुईजना मेरो हिरोहरू छ। मेरो पछाडि चाहिँ हिरोइन नाम कता चलो अब यो मलभित्र पसेर चाहिँ के लिने विचार छ तिम्रो? यहाँ हेर्नु सक्नुहुन्छ यहाँ पेविलियन मल आइपुग्यो। हिरो यता दुईजना छ। यहाँ त धेरै फोटो खिच्यो। पहिला इन्डियाबाट सल्टी घुम्नु आउँदा पनि यहाँ आएको थियौँ। यसरी डेकोरेसन हुन्छ यहाँ चाहिँ टुङटुङ टेढ्याउ टुङटुङ टेढ्याउ गर्दै बोल आइहाल्छ नि भोलि मजाक युट्युबमा त मेरो लिम्बू ब्लग होइन लिम्बू कान्छा छ। लिम्बू कान्छा होइन मैले त्यसलाई अब ज्यादा चाहिँ म फेसबुकमा हाल्छु क्या भिडियो, युट्युबमा चाहिँ हाल्दिनँ। यहाँको नजारा देखाउँछु हजुरहरूलाई होइन हेर्नु सक्नुहुन्छ। इस तरफ छ इधरको नजारा। यता हेर्नु जान्न जुम गरेर देखाएको जुम गरेर पोटुङ किन्दै रहेछ साथै। जहाँनिर तरुनी हुन्छ त्यहीँनिर रहेछ यो मान्छे किन्ने चाहिँ होइन फेरि त्यही छ। यता यस्तो छ खासै के हुँदैछ त्यसले काममा के ल्याउँछ दियो आन्टीले के हुने कति के चाहते 600 भन्दै थियो। अनि जस्तो मलमा पसेको छ त अनि महँगो भइहाल्छ नि। तल जाऊँ न हेर्नु जाऊँ बता रही है। यहाँनिर चाहिँ यसरी मान्छेहरू बसेर रमिता हेर्छ राति। अब यहाँ केही प्रोग्राम हुन्छ कि हामीले चाहिँ थाहा भएन। यसो हेर्नु यहाँको नजाराहरू हेर्नु चाहिँ प्रोग्राम हुँदैन होला तर यतिकै सजाउटी अब यति त सजाउटी चलिरहेछ अहिले यहाँनिर मुस्लिमको उयो चलिरहेछ नि त के भन्छ दुईजना हिरो आउँछ यसरी गरेर यतै छ
यहाँ के हेर्नु मक्लो टायरहरू किन्ने यहाँ छ राम्रो राम्रो नजराहरू छ रमाइलो भएर यस्तो रमाथो यहाँको डेकोरेसन चाहिँ कडा सजाएको छ यहाँबाट चाहिँ यस्तो नजारा देख्छ ढुङ्गा बोकेर हिँड्नेको पिक्चर देख्छ मेरो हात उठ्छ गुगल समस्या अगाडि हेर त राति बसिरहेको खण्ड देख्नु सॉरी 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 अब त्यहाँनिर त अब के हाल्ने बेला गयो त नि के किन्नु आएको लु भन्न त यो मलभित्र चाहिँ के भनौँ मलाई यहाँनिर त छुनु सकिँदैन त हजुर हामी सानो मान्छेहरूले त महँगो छ त्यो जुत्ताहरू लगभग 400-500 छ त्यत्रो महँगोको लाउँछौ भने त नेपालको कति हुन्छ 400-500 20,000को जुत्ता लायो भने गयो त नि हिंदी भी नहीं लगा त्यो छ मलको साथीले फोनको लैमा सामान झऱ्यो कसो न त नि हेर्नुमा के छ त छोरी मान्छेको तिर चाहिँ नजाऊ न सिधै न छोरा मान्छेको तिर लेट्स गो नयाँ बेहुला बनिनु आँटेको छ जे साथी त्यही भएर नयाँ बेहुला बनिनु आँटेको छ नि त यता साथी
नयाँ बेहुलाले यहाँ त झोला मात्रै छ तले बेगको नगद आएको मात्रै छ यहाँ तले आएको बहिनीको लागि लगिदिन क्या हो धेरै म अरे यहाँ त 50% डिस्काउन्ट रहेछ त नि गर्थे 50% डिस्काउन्ट रहेछ के हुनु दुईवटा आइटम लिएको भने चाहिँ 50% डिस्काउन्ट प्राइस सोधिरहेछ है यहाँ प्राइस सुनेर नतर्सिनु यहाँनिर 3वटा लग्यो भने त नि डिस्काउन्ट एउटाको हो त्यो चाहिँ क्यालकुलेसन गर त एउटाको दाम तिर्नुपर्छ तीनटा लाग्यो पर एउटाको दाम तिर्नु खत्म बाय बाय टाटा गुड बाय गया म त यसको मात्र कस्तो छ यतै अब 611 हाँ लाने अनि मलाई यही किन्छ अनि किन हेर्छौ अनि 3वटा आइटम दिएर 50% त्यहाँ 70% तर तिनीहरूको प्राइस मलाई लागिरहेको थियो ल यो 3वटा बेग लाँदा चाहिँ 611 कति थियो नि 611 ठिकै हो ठिकै हो तर एउटा लाँदा चाहिँ महँगो पर्छ तीनटा लाग्यो भने चाहिँ 600 एउटाको 200 पर्छ मैले त अघि किनिसकेको छु यहाँनिर झुन्डाइरहेछु यो चाहिँ भन्नु हुँदैन प्राइस धेरै महँगो हो 60 रिङ्गेटको हो यो चलो एकजना कता गयो उता निस्क्यो त बाहिर अहिले हराउँछ जाउँ हौ के हेर्नु आएको मान्छे फेरि सरम गर्छ घोडी अघि त्यत्रो देखाएँ उतातिर अहिले फेरि यहाँ आएर तिमीले विश्वको ब्रान्डको लैजाऊ न त यहाँनिर यत्रो घोडी छ त कार्तिक घोडीमा छ खोइ एकजना मान्छे सुनिल कहाँ गयो खत्म बाय बाय टाटा गुड बाय गया